धन्यवाद आदरणीय कमरेडलाई। म मेरो तर्फबाट र पार्टीको तर्फबाट म सम्पूर्ण उपस्थित यो टिमको यो जुझारु टिमको तर्फबाट नै म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। आदरणीय उपस्थित मित्रहरू, आदरणीय उपस्थित कमरेडहरू, यस पञ्चमुलवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, म के आग्रह गर्न चाहन्छु भने जसरी मेरो अभिभावक वडा अध्यक्ष आदरणीय लोकप्रसाद ढकालले जस्ता खालका प्रतिबद्धताहरू, जस्ता खालका भावनाहरू समेटेर तपाईँहरूको बीचमा राख्नुभयो, ती कुराहरूलाई मैले आत्मसात गर्नेछु र तपाईँहरूको बीचमा रहेर सधैँ जनताको जनजीविका, जनताको दुःख सुख र समाजको आवश्यकतालाई बुझेर सधैँ तपाईँहरूसँग हातेमालो गर्दै अगाडि बढ्नेछु भन्ने मैले विश्वास लिएको छु र तपाईँहरूको बीचमा म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। आदरणीय कमरेडहरू, म शासक बनेर होइन, म तपाईँहरूको सेवक बनेर उपस्थित भइरहेको छु। तसर्थ मैले तपाईँहरूको दुःखमा कुनै दिन उपस्थित हुन नसकुला, तर तपाईँहरूको दुःखमा हरेक क्षण हरेक पल म उपस्थित हुनेछु भन्ने म मेरो तर्फबाट म व्यक्तिगत रूपमा म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र म जानकारी गराउन चाहन्छु। नेकपा एमालेको तर्फबाट हाम्रो 5 जनाको सेटले उम्मेदवारी दिएको थियो। प्रस्तावित उम्मेदवारहरू हामी 5 जना थियौं। म नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेदवार थिएँ भने महिलाको तर्फबाट लक्ष्मी गुरुङ हुनुहुन्थ्यो बेजाङबाट, त्यसै गरी गुणकुमारी विक हुनुहुन्थ्यो हिलेबाट, त्यसै गरी नन्दलाल विश्वकर्मा दाई हुनुहुन्थ्यो, आदरणीय दाई यही हुनुहुन्छ यहाँ कुतलासेबाट, त्यसै गरी शिवराम ढकाल दाई हुनुहुन्थ्यो पञ्चमुलबाट। हामीले धेरै लामो सङ्घर्ष, धेरै लामो तपाईँहरूसँगको एउटा सहयात्रा र तपाईँ हाम्रो बीचको एउटा जुन महत्त्वपूर्ण सक्रियता थियो, त्यो सक्रियताको रूपमा हामीले चुनाव लड्यौं र चुनावमा जनताको एउटा अभिमत प्राप्त गर्ने जुन अवसर प्राप्त भएको छ, त्यसमा नेकपा एमालेको तर्फबाट अहिले हामीले महत्त्वपूर्ण एउटा त्यो टाउको वडा अध्यक्षको रूपमा हामीले प्राप्त गरेका छौं। यो जित, यो 5वटा सेटको जित मात्रै होइन, यो जित तपाईँहरूको जित हो, हाम्रो यो टिम तपाईँहरूको टिम हो। तसर्थ जति साथीहरू, जति 4 जना सदस्यको रूपमा हामी चयन हुन सकेका छैनौं, यो टिमलाई पनि हामीले सँगसँगै एउटै ढुङ्गामा हिँडाउनेछौँ र उहाँहरूलाई पनि जिम्मेवारी प्रदान गर्नेछौँ र तपाईँहरूको सुख दुःखमा उहाँ सधैँ तपाईँहरूको साथमा रहनुहुनेछ। अहिले जनताको अभिमतको रूपमा उहाँहरू चयन नभएको भए पनि त्योभन्दा बढी खटिने उहाँहरूले प्रण गर्नुहुनेछ, उहाँहरू लाग्नुहुनेछ र हामीले हाम्रो नेतृत्वको तर्फबाट पनि प्रत्येक टोलमा उहाँहरूलाई अनुभूति हुने खालको एउटा जिम्मेवारी हामीले प्रदान गर्नेछौँ र तपाईँहरूको बीचमा तपाईँहरूकै सेवक बनेर उहाँहरू आउने हुनेछ भन्ने मैले प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। तसर्थ आदरणीय जनसमुदायहरू, म धेरै कुराहरू राख्न चाहन्न। म तपाईँहरूको बीचमा धेरै कुरा नराखिकन अब सुख दुःखमा तपाईँहरूकै घर दैलोमा उपस्थिति हुने, तपाईँहरूकै घाँस काटेर खाने, तपाईँहरूकै सुख दुःखको एउटा लट्ठी बन्ने, तपाईँहरूकै एउटा चाहिँ सारथी बन्ने, तपाईँहरूकै एउटा लौरो बनेर म तपाईँहरूको बीचमा उपस्थित हुनेछु भन्ने प्रतिबद्धता सहित म आफ्नो भनाइ यही अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार। दिलतिर नबस्नु। अथवा 7 गते तपाईँलाई हामी जानकारी गराउनेछौँ। त्यो दिनमा हाम्रो अध्यक्षले आफ्नो पदभार ग्रहण गर्नुहुनेछ। त्यसमा हाम्रो नारा, हाम्रो व्यापक जुलुस बाजा गरेर उहाँलाई हामीले त्यो सूचीमा, त्यो सत्तामा हामीले उहाँलाई पुर्याउनेछौँ, राख्नेछौँ।